हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। म फेरि पनि आइसकेको छु तपाईँहरूको साथी निर्माणमा घर। आज चाहिँ हामीहरू घुम्नलाई स्वयम्भू जाँदैछौँ। बहिनी, ज्वाइँ, भान्जा, म 4जना भएर घुम्नलाई स्वयम्भू जाँदैछौँ र रुमबाट निस्केर हामी गाडी पनि चढिसक्यौँ। र मेरो ठ्याक्क अपोजिट साइडमा बहिनी, ज्वाइँ बसेका छन् भने उनीहरूको ठ्याक्क अपोजिट साइड म बसेको छु। अनि त्यस पछाडि हामीहरू चाहिँ घुम्न जाँदै थियौँ। अनि त्यस पछाडि बहिनीले मलाई हेरेर फिस्स हाँसी। अनि त्यसपछि ज्वाइँले फेरि होइन के हो भन्दै फेरि ज्वाइँ पनि हल्का हाँस्नुभयो। अनि त्यसपछि बाबुले हेऱ्यो, तर बाबु चाहिँ हाँसेन, किनकि बाबु हल्का रिसाइरहेको थियो। बाबुले केही रियाक्सन नै दिएन, किनकि केटो रिसाएर फायर भइरहेछ। अनि त्यस पछाडि हामीहरू बिस्तारै गाडीमा गयो। अनि त्यस पछाडि हामीहरू चाहिँ स्वयम्भू पुगिसक्यौँ। स्वयम्भूको यो मेन प्रवेशद्वारदेखि हामीहरू भित्र गयौँ। अनि भित्र जाने बेलामा चाहिँ दामी दृश्य देखियो। अनि त्यस पछाडि आनन्द आयो र हामीहरू यताउता हेर्दै फोटोहरू खिच्दै, अनि त्यस पछाडि गफ गर्दै जिस्कदै, अनि त्यस पछाडि हामीहरू अगाडि बढ्यौँ। र अगाडि बढ्दै गर्दा यताउता फेरि हेऱ्यौँ। अनि त्यस पछाडि ल एक स्टेप माथि जाऊँ न त भन्दै फेरि हामीहरू अर्को स्टेप माथितिर गयौँ। माथि जाने बेलामा अनि त्यस पछाडि यो घुमाउने कुराहरू के भन्छ मलाई ठ्याक्कै नाम पनि थाहा छैन। योहरू कतिपय मान्छेहरू घुमाउँदै हिँड्दै गरिराख्नु भएको थियो। अनि त्यस पछाडि बाबुलाई पनि देख्ने बित्तिकै घुमाउन मन लागेछ, ऊ दौडेर गएर घुमाइहाल्यो। अनि त्यस पछाडि बहिनीलाई पनि ल घुमा न त, म भिडियो बनाउँदैछु भनेको। उसले पनि मजाले यसरी घुमाउँदै हिँड्दै गरी। अनि त्यस पछाडि हामीहरू चाहिँ यताउता हेर्दै गयौँ। अनि त्यस पछाडि म चाहिँ अलिकति मेरो भ्लगमा मेरो अनुहार पनि देखाइदिउँ न त भन्दै अनि यसरी अलिकति अनुहार चाहिँ देखाएँ। अनि त्यस पछाडि सबैजना यो घुमाउँदै गर्नुहुन्थ्यो। अनि त्यस पछाडि हामीहरू पनि हल्का घुमाउँदै हिँड्दै गऱ्यौँ। अनि त्यस पछाडि यो एक स्टेप माथिको जुन छ नि, यहाँ गयौँ। अनि त्यस पछाडि यहाँनिर गइसकेदेखि 1-2वटा फोटोहरू खिच्यौँ। अनि गफसफ गऱ्यौँ। अनि त्यस पछाडि अब हामीहरू माथि जानुपर्छ डाँडा भन्यौँ। अनि त्यस पछाडि फेरि बाहिर निस्क्यौँ। र बाहिर निस्केर फेरि यो बाहिरको घुमाउने के भन्छ यसको ठ्याक्कै मलाई नाम पनि थाहा छैन। अनि त्यस पछाडि हामीहरू यो घुमाउँदै अगाडि बढ्यौँ। अनि बाबु चाहिँ एकदमै रहर लगाइरहेको थियो बाबुलाई यो घुमाउनलाई। अनि त्यस पछाडि आफ्नो बाबालाई उठाउन लगाएर बाबुले घुमाइरहेको थियो। बाबुले यसरी घुमाइरहेको थियो भने अनि त्यस पछाडि नानी पनि अगाडि घुमाउँदै हिँड्दै गरिरहेको थिए। बाबुलाई ज्वाइँले उठाइराख्नु भएको थियो। अनि बाबु चाहिँ हिँड्दै गरिरहेको थियो। अनि त्यस पछाडि हामीहरू यहाँ अगाडि गइसकेदेखि मैले चाहिँ यहाँ थुप्रो पसलहरू देखेँ। अनि त्यस पछाडि म धेरै वर्ष पहिला आउने बेलामा चाहिँ यत्रो पसल नभएको जस्तो लागिरहेको थियो। र खै मैले पसल भएर पनि बिर्सेको हो कि र यति धेरै पसल नभएको हो कि मलाई चाहिँ ठ्याक्कै थाहा भएन। जहाँसम्म लाग्छ यति धेरै पसलहरू चाहिँ थिएन होला, थोरै चाहिँ भएको जस्तो लागिरहेछ, तर यति धेरै चाहिँ नभएको जस्तो लागिरहेछ। अनि त्यस पछाडि हामीहरू चाहिँ यसरी बिस्तारै त्यो सामानहरू हेर्दै अनि त्यस पछाडि अगाडि गयौँ। अनि यताउता हेर्दै अगाडि बढ्दै गयौँ। अनि त्यस पछाडि कतिपयले यहाँ सामान किन्दै हुनुहुन्थ्यो, कतिपयले हेर्दै हुनुहुन्थ्यो। अनि त्यस पछाडि कतिपय ओह्रालो झर्दै हुनुहुन्थ्यो, कतिपय उकालो चढ्दै हुनुहुन्थ्यो। हामी पनि माथिको डाँडासम्म पुग्नलाई हामीहरू पनि उकालो चढ्दै यताउता हेर्दै राम्रो रहेछ त स्वयम्भू त, घुम्नलाई राम्रो रहेछ भन्दै थियो। किनकि बहिनीको फर्स्ट टाइम थियो। अनि हामीहरू चाहिँ पहिले नै गइसकेका थियौँ। अनि बहिनीले के भन्दै थियो भने अनि यता घुम्नलाई राम्रो रहेछ त दाइ, घुम्नलाई आनन्द आयो भन्दै थियो। अनि तपाईँहरू पनि योभन्दा अगाडि स्वयम्भू घुम्न जानुभएको छ कि छैन कि, अनि कतिपय जानुभएको छ होला, कतिपय जानुभएको छैन होला। अनि त्यस पछाडि कतिपय पहिले गएर अनि त्यस पछाडि धेरै वर्षपछि जान नपाएर फेरि जाम भनेर मेरो जस्तै जाम लाएर लागिरहेको छ कि, अनि त्यस्तो लागिरहेछ भने तपाईँहरू फेरि एकपटक जानु होला, एकदमै रमाइलो छ। अनि त्यस पछाडि मलाई चाहिँ एकदमै आनन्द आइरहेको थियो, किनकि म धेरै वर्ष पछाडि त्यहाँ गएको थिएँ। अनि त्यस पछाडि पुरानो कुराहरू चाहिँ मेरो दिमागमा आइरहेको थियो। ला म यो ठाउँमा पहिले घुमेको थिएँ, अनि पहिले पनि राम्रो थियो, अहिले पनि राम्रै छ भन्दै मनमा नै सोच्दै अनि त्यसको गफसफ गर्दै अगाडि बढिरहेको थियौँ। बहिनीले पनि राम्रो छ भन्दै थियो। अनि त्यसपछि ज्वाइँले र मैले चाहिँ के भनिरहेको थियौँ भने यति धेरै त पसल थिएन है ज्वाइँ यता भन्दै थियो। अनि त्यसपछि ज्वाइँले भन्दै हुनुहुन्थ्यो मलाई पनि त्यस्तै लाग्छ, यति धेरै पसल नभए जस्तो लाग्छ, अहिले चाहिँ थुप्रो पसल रहेछ भन्दै। अनि हामीहरू गफसफ गर्दै अनि अगाडि बढ्दै गयौँ। र अनि मान्छेहरू थुप्रो थियो। अनि त्यसपछि हामीहरू यहाँदेखि अनि त्यस पछाडि यो माथि त्यो तलको सिडी चढेर माथि यो जुन गाडी हिँड्ने रोड छ यहाँनिर पुग्यौँ। अनि त्यस पछाडि उता चाहिँ त्यो के भन्छ त्यो फुल फुलेर पुरै फुल फुलेको थियो। अनि त्यस पछाडि यो साइडमा चाहिँ एउटा स्कुल थियो। अनि त्यस पछाडि यहाँदेखि पनि हामीहरू अगाडि बढ्दै गयौँ। अनि त्यस पछाडि मलाई चाहिँ भिडियो बनाउने बेलामा के डर लागिरहेको थियो भने बाँदरको बिग छ नि त, बाँदरहरू टन्नै छ स्वयम्भूतिर। अनि अहिले आएर छ्याप्प लगिदियो भने, मोबाइल लगिदियो भने भन्दै
बाँदर देख्यो भने मोबाइल गोजीमा लुकाउँदै अनि त्यस पछाडि फेरि बाँदर हट्यो भने फेरि रेकर्ड गर्दै हिँड्दै गरिरहेको थिएँ। अनि त्यस पछाडि गर्मी चाहिँ एकदमै गर्मी थियो र गर्मीको कारण हामीहरूले चाहिँ कुल्फी खाइरहेको थियौँ। बहिनी भान्जा म 3जनाले खाइरहेको थियौँ भने ज्वाइँले चाहिँ भाइ म खान्न भन्दै हुनुहुन्थ्यो। अनि किन खानु भएन त्यो चाहिँ मलाई थाहा भएन। बहिनीको कुल्फी खाइ चाहिँ यस्तो थियो। अनि त्यस पछाडि मैले पनि कुल्फी खाइरहेको थिएँ। मेरो चाहिँ येल्लो कलरको थियो कुल्फी अनि त्यस पछाडि बहिनीको चाहिँ व्हाइट कलरको थियो। अनि हामीहरू चाहिँ कुल्फी खाँदै हिँड्दै थियौँ। अनि त्यस पछाडि भान्जाले पनि कुल्फी खाइरहेको थियो। अनि भान्जा चाहिँ यसरी एक्लै कुदिरहेको थियो। अनि त्यस पछाडि नदौडिएन गाडीले हान्छ भन्दै उसलाई फेरि समात्न गयौँ। अनि त्यस पछाडि उसलाई यता हेर्न बाबु यता हेर्न कुल्फी खाएको यता हेर्दै त भनेको उसले चाहिँ मरिगए हेरेन। यता हेर बाबु यता हेर भनेको उसले पनि मामाले बोलाउँछ मामालाई हेर्दैन भनेको उसले हेर्दै हेरेन। अनि त्यस पछाडि यता चाहिँ टुरिस्टहरू हिँड्ने गाडीहरू टन्नै थियो। अनि त्यस पछाडि अरू गाडीहरू पनि माथितिर गइरहेको थियो ट्याक्सी बाइकहरू। अनि त्यस पछाडि ट्याक्सी बाइकहरू पार्किङ गर्ने अलिकति अगाडि छ नि त त्यहाँसम्म गइरहेको थियो। अनि त्यसपछि हामीहरू चाहिँ हिँड्दै तलदेखि हिँड्दै गइरहेको थियौँ। अनि त्यस पछाडि हामीहरू यसरी त्यहाँदेखि अलिकति माथि गयौँ। फेरि त्यहाँभित्र चाहिँ यस्तो देखिन्थ्यो। अनि यहाँनिर चाहिँ टन्नै टुरिस्टहरू हुनुहुन्थ्यो। अनि त्यस पछाडि म चाहिँ फेरि यतातिर देखाउनलाई गएँ र यहाँनिर पनि एकदमै राम्रो देखिन्थ्यो। यहाँनिर भने टन्नै टुरिस्टहरू हुनुहुन्थ्यो। अनि त्यस पछाडि नेपालीहरू पनि टन्नै हुनुहुन्थ्यो भन्दा तर टुरिस्टहरू टन्नै हुनुहुन्थ्यो। कतिपयले फोटो खिच्दै हुनुहुन्थ्यो अनि कतिपयले भिडियो बनाउँदै हुनुहुन्थ्यो। अनि त्यस पछाडि हामीहरू पनि यसो भिडियो बनाउँदै अगाडि बढ्दै गऱ्यौँ। अनि त्यस पछाडि मैले यो पनि रेकर्ड गरेँ। अनि त्यस पछाडि यो रेकर्ड गरिसकेदेखि फेरि यताउता हेऱ्यो। अनि त्यस पछाडि हामीहरू यो ट्याक्क मेरो अगाडि देखिरहेछ नि यो पारीतिर चाहिँ गएनौँ। अनि त्यस पछाडि हामीहरू पछाडिको माथि डाँडातिर चाहिँ गयौँ। अनि यताउता हेऱ्यौँ। अनि त्यस पछाडि यहाँनिर चाहिँ एउटा टुरिस्टलाई एउटा अङ्कलले मस्त गफ दिइराख्नु भएको थियो। तर के को विषयमा गफ दिइराख्नु भएको थियो मैले त्यति ध्यान दिएन। अनि त्यस पछाडि हामीहरू चाहिँ यताउता हेर्दै थियौँ। अनि त्यस पछाडि यहाँ टुरिस्टको पुरै टोली थियो। उहाँहरू पनि फोटो खिच्दै अनि त्यसरी भिडियो बनाउँदै हुनुहुन्थ्यो। अनि कतिपयले फोटो खिच्नुहुन्थ्यो अनि त्यसपछि कतिपयले भिडियो बनाउँदै हुनुहुन्थ्यो र म पनि भिडियो बनाउँदै अगाडि बढेँ। अनि त्यस पछाडि यता हामी फेरि त्यहाँदेखि माथि उक्ल्यौँ। अर्को सिडी छ अनि त्यस पछाडि यो सिडी सकिसकेदेखि चाहिँ माथि टपमा पुगिन्छ। अनि त्यस पछाडि यो माथिको पसलहरूमा चाहिँ यो बुद्धको हरेक सामानहरू पाइन्छ तर त्यो सामानहरूको नाम चाहिँ थाहा छैन मलाई। अनि त्यस पछाडि त्यो सामानहरू चाहिँ हेर्दै गयौँ। अनि त्यस पछाडि यो साइडमा चाहिँ दृष्टिबिनहरू टन्नै बस्नुभएको हुन्छ। अनि त्यस पछाडि उहाँहरूलाई पैसा दिनलाई हामीसँग पैसा थिएन किनकि हामीहरू पैसा नबोकेर गएको थियौँ। अनि त्यस पछाडि फर्किने बेलामा निकाल्नुपर्छ भन्दै गइरहेको थियौँ। अनि त्यस पछाडि दृष्टिबिन मान्छेहरू बस्नुहुन्छ भन्ने त्यति धेरै दिमाग पनि राखेनौँ। अनि त्यस पछाडि हामीहरू चाहिँ खुइँ हिँड्दै अगाडि गयौँ। अनि त्यस पछाडि अगाडि बढ्दै गयौँ। अनि त्यस पछाडि यता तलतिर हेर्दै त्यो तलतिरको देखिने सिटी हेर्दै अनि त्यस पछाडि साइडको रुखहरू हेर्दै अनि त्यस पछाडि हामीहरू यसरी गयौँ। अनि त्यस पछाडि त्यो जुन माथिको लास्ट सिटी देखिन्छ त्यहाँ पुग्यो भने टप भेटिन्छ र हामीहरू फाइनल्ली टपमा आइपुग्नु लागेको थियौँ। अनि त्यसपछि फेरि यतातिर गएँ। म यतातिर गइसकेदेखि सिटीको भ्यू चाहिँ यस्तो देखिन्थ्यो। अनि त्यस पछाडि तपाईँहरूलाई यो पनि देखाइदिएँ। अनि त्यस पछाडि फाइनल्ली हामीहरू माथि पनि पुग्यौँ र यो चाहिँ हो स्वयम्भूको टप डाँडा सबभन्दा माथिको डाँडा। अनि यो डाँडा आइसकेदेखि यसो म राउन्ड हानेर आउँछु अनि मैले भिडियो बनाइरहेको छु भिडियो रेकर्ड गर्छु र तिमीहरू चाहिँ यतादेखि उता गएर बस म चाहिँ यताबाट घुम्दै आउँछु भने। अनि त्यसपछि म चाहिँ बहिनी ज्वाइँलाई चाहिँ उताबाट पठाएँ। अनि त्यस पछाडि म चाहिँ यताबाट घुम्दै आएँ। अनि त्यस पछाडि मलाई यो देख्ने बित्तिकै के याद आयो थाहा छ हामीले कति कक्षाको किताबमा पढेको चाहिँ हो यो स्वयम्भूको होइन यो 2वटा चित्रहरू चाहिँ थियो क्या किताबमा तर कति कक्षाको किताबमा हो अनि के हो नाम के लेखेको थियो र कति कक्षाको किताबमा हो ठ्याक्कै चाहिँ याद आएन मलाई। अनि त्यस पछाडि ला हामीले के पढ्ने किताबमा यो पनि थियो त भनेर त्यो पनि सम्झेँ। अनि त्यस पछाडि धेरै वर्ष पहिले अनि अनि त्यस पछाडि भाइहरूसँग म यहाँ थिएँ नि त भाइहरू आएर यहाँनिर फोटो खिचेको थियौँ हामीहरूले। अनि त्यसपछि यता गएर नि फोटो खिचेको थियौँ अनि भन्ने सबै कुराहरू पनि मलाई याद आयो। अनि त्यस पछाडि यताउता सबै कुराहरू देखाएँ मलाई सबै कुराहरू याद आयो अनि रमाइलो लाग्यो। अनि त्यस पछाडि कतिपय कुराहरू बिर्सिसकेको रहेछु र तैपनि देख्ने बित्तिकै झ्याप याद आयो। अनि त्यस पछाडि तपाईँहरू पनि स्वयम्भू जानुभएको छैन धेरै वर्ष भइसकेको छ जानु मन लागिरहेछ भने जानु होला एकदमै रमाइलो छ तपाईँहरूले पनि थाहा होला कति रमाइलो छ भनेर। अनि त्यस पछाडि आनन्द छ होइन अनि त्यस पछाडि तपाईँहरू पनि मजाले गएर घुम्नु होला। अनि त्यस पछाडि
म चाहिँ यता भिडियो बनाउँदै है अनि त्यस पछाडि बहिनी ज्वाइँ भान्जाहरू कता हुनुहुन्छ त भन्दै यताउता हेरेँ अनि त्यसरी कतै नि देखेन। तलतिर हो कि त भन्दै तलतिर हेरेँ अनि त्यस पछाडि यहाँबाट सिधा हेरेको त्यहाँ धरहरा देखिँदो रहेछ अनि अलिकति जुम गरेँ अनि त्यसरी जुम गरेर तपाईँहरूलाई देखाइदिएँ धरहरा पनि। धरहरा चाहिँ त्यहाँबाट छर्लङ्गै देखिँदो रहेछ। मैले चाहिँ यो पहिले याद गरेको थिएन। अनि त्यस पछाडि यताउता हेरेँ अनि त्यस पछाडि बहिनीहरूलाई कतै नि देखेन। अनि तलतिर छन् कि त भन्दै फेरि त्यताबाट यता हेरेको यता नि रहेनछ। अनि त्यस पछाडि ल उनीहरूलाई खोज्दै गरौँ ल एकछिन सिटी देखाइदिउँ न त, यस्तो भ्यू देखिन्छ। अनि जुन चाहिँ जानुभएको छैन उहाँहरू जानुहुन्छ भन्दै यसरी मजाले भ्यू देखाइदिएँ। र काठमाडौँको माथि स्वयम्भूको यो टप डाँडादेखि यस्तो देखिन्छ र एकदमै राम्रो देखिन्छ। र मैले यो पनि भिडियो बनाएँ। त्यस पछाडि यता यो डाँडामा चाहिँ कतिपयले भिडियो बनाउनुहुन्छ, कतिपयले फोटो खिच्नुहुन्छ। अनि त्यस पछाडि रमाइलो छ नि त माथि डाँडामा। अनि त्यस पछाडि सबै गऱ्यौँ। अनि त्यस पछाडि एकछिन चाहिँ मोबाइल साइडमा राख्यौँ। अनि सबै कुराहरू भइसकेदेखि ल अब फर्किनुपर्छ, ढिला हुन्छ फेरि अहिले तिमीहरूलाई जानलाई, तिमीहरू फेरि डाँडा जानुपर्छ भनेर बहिनी ज्वाइँहरू फेरि फर्किनु पर्ने थियो नि त। अनि त्यहाँदेखि फेरि ल त्यसो भए सबै अब जाऊँ न त भनेर फेरि सबैजना हामीहरू झऱ्यौँ, ओह्रालो झऱ्यौँ। अनि त्यसपछि ओह्रालो झर्ने बेलामा पनि कतिपयहरू माथि चढ्दै हुनुहुन्थ्यो, कतिपय ओह्रालो झर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि कतिपय अनि त्यो पसलको साइडको अङ्कलहरू अनि त्यस पछाडि त्यो सामान बेच्ने बेलामा बार्गेनिङ गर्दै बस्नुभएको थियो, त्यो हेर्दै अनि यताउता हेर्दै सुन्दै अनि त्यस पछाडि त्यो मान्छेहरूको भिडभाडमा हामीहरू पनि गफसफ गर्दै अलिअलि बोल्दै अनि जिस्किँदै हामीहरू पनि ओह्रालो झऱ्यौँ। ओह्रालो झरिसकेदेखि अब हामीहरू रुम जानुपर्छ, रुम ढिला हुन्छ नत्र अनि फेरि पानी आयो भने तनाव हुन्छ भन्दै हामीहरू चाहिँ बिस्तारै ओह्रालो झऱ्यौँ। अनि ओह्रालो झरिसकेदेखि फाइनल्ली अनि त्यस पछाडि हामीहरू चाहिँ अब रुम जाने भनेर डिसिजन भइसकेदेखि हामीहरू चाहिँ यसरी ओह्रालो झर्दै आयौँ। अनि त्यस पछाडि ओह्रालो झर्ने क्रममा चाहिँ मैले भिडियो बनाउँदै आएँ। अनि त्यस पछाडि उनीहरू आफू गफ गर्दै आएँ। अनि त्यसपछि मैले पनि कतिखेर भिडियो रोक्दै गफ गर्दै गरेँ। अनि त्यस पछाडि हामीहरू चाहिँ एटिएम गएर फेरि पैसा निकालिसकेदेखि ल अब गाडी चढ्नुपर्छ भनेर फेरि हामीहरू यो गाडी चढ्यौँ। अनि गाडी चढिसकेदेखि बहिनी र ज्वाइँ चाहिँ अगाडि बस्नुभयो। अनि त्यसपछि म चाहिँ अगाडि बस्न मन लागेन, म चाहिँ सिधै पछाडि गएँ। अनि पछाडि खाली भएको ठाउँमा गएर बसेँ। अनि त्यसरी खाली भएको ठाउँमा गएर बसिसकेदेखि गाडी पनि हिँड्यौँ। गाडी हिँडिसकेदेखि अनि अब देखाउनु पर्ने त त्यस्तो केही छैन, यसो 1-2 झलक बाहिरतिर देखाइदिउँ। अनि त्यस पछाडि यताउता बाहिरतिर देखाएँ। अनि त्यस पछाडि गाडीमा खाली थियो, मान्छे थोरै थिए। अनि त्यस पछाडि यसो घुमाएँ, आफ्नो अनुहार देखाएँ र मैले मेरो ब्लगलाई पनि यही सिद्ध्याएँ। र फेरि पनि भेट्दै गरौँला, अहिलेलाई बाई बाई।